जीवन बीमा किन गर्ने अनि कसरी गर्ने? यो प्रश्न धेरैको मनमा हुन्छ, हैन त? ल, आज हाम्रो स्रोत सामग्रीको आधारमा यही विषयलाई एकदमै सरल भाषामा बुझौँ है त। सुरु गरिहालौँ? यो प्रश्नले एकछिन सोच्न बाध्य बनाउँछ, हैन र? मेरो अनुपस्थितिमा परिवारको भविष्य के होला? हो, यहीँबाट सुरु हुन्छ जीवन बीमाको कुरा। र बुझ्नुपर्ने कुरा के छ भने यो पैसाको लेनदेन मात्रै होइन, यो त जिम्मेवारी हो, माया हो। ल, आज हामी जीवन बीमालाई 3वटा एकदमै सरल तर शक्तिशाली तरिकाले बुझ्नेछौँ। पहिलो, यो कसरी एउटा आर्थिक ढाल बन्छ। दोस्रो, यो कसरी भविष्यको लागि रोपेको एउटा बीज हो। र तेस्रो, यो कसरी मनको शान्तिको लागि एउटा बलियो आड बन्न सक्छ। ल, सुरु गरौँ पहिलो कुराबाट, आर्थिक ढाल। सोचौँ त, जीवन बीमाले कसरी अप्रत्याशित घटनाहरू हुँदा परिवारको लागि एउटा बलियो ढालको काम गर्छ। आउनुहोस् यसलाई अलि गहिरिएर हेरौँ। अब यो ढालको मुख्य काम के हो त? सीधा कुरा, कुनै नराम्रो घटना भइहाल्यो भने पनि परिवारको आम्दानीको स्रोत नसुकोस्, जीवनको गाडी जुन गतिमा गुडिरहेको छ त्यही गतिमा अगाडि बढिरहोस्। यसले त्यो लयलाई टुट्न दिँदैन। वास्तवमा यसले कसरी काम गर्छ त? यसले तत्कालै आर्थिक सहयोग दिन्छ। मतलब घरको दैनिक खर्च चलिरहन्छ, घर वा गाडीको किस्ता तिर्न टेन्सन हुँदैन, र सबैभन्दा महत्त्वपूर्ण कुरा, छोराछोरीको पढाइ लेखाइमा कुनै पनि रोकावट आउँदैन। ल, अब ढालको कुरा त भयो। अब दोस्रो, अझै आशावादी कुरा गरौँ, भविष्यको बीज। किनभने जीवन बीमा भनेको सुरक्षा मात्रै होइन के, यो त भविष्यका ठूला ठूला सपनाहरू पूरा गर्नको लागि आज रोपेको एउटा बीज जस्तै हो। कसरी त? हेर्नुहोस् है, यसले सबैभन्दा पहिले त नियमित बचत गर्ने बानी बसाल्छ। अनि त्यही सानो सानो बचत समयसँगै एउटा ठूलो लगानी बन्छ। र अन्तमा त्यही लगानीले घर बनाउने, छोराछोरीलाई राम्रो शिक्षा दिने वा रिटायरमेन्टपछि आरामको जिन्दगी जिउने जस्ता सपनाहरूलाई विपनामा बदल्दिन्छ। हाम्रो स्रोत सामग्रीले पनि यही कुरालाई जोड दिएको छ। यो जोखिमबाट बचाउने कुरा मात्रै होइन, यो त एउटा बचत र लगानीको औजार पनि हो, जहाँबाट निश्चित समयपछि बोनससहित राम्रो रिटर्न पनि आउँछ। त्यति मात्र होइन, यसबाट कर्म पनि केही फाइदा लिन सकिन्छ। त्यसैले त जीवन बीमा एउटा स्मार्ट फाइनान्शियल प्लानिङको एकदमै महत्त्वपूर्ण हिस्सा हो। र अब तेस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण फाइदा, मनको शान्ति। पैसाले किन्न नसकिने कुरा। जीवन बीमाले दिने यो जुन मानसिक आड छ नि, त्यो साँच्चै अमूल्य छ। यसले जीवनलाई चिन्तामुक्त बनाउँछ, र सायद आजको दिनमा सबैभन्दा ठूलो सम्पत्ति भनेकै यही हो। एकछिन कल्पना गरौँ है, एकातिर भोलि के होला भन्ने अनिश्चितता र परिवारको जिम्मेवारीको चिन्ता छ, अनि अर्कोतिर जे भए पनि परिवार आर्थिक रूपमा सुरक्षित छ भन्ने ढुक्कपन। जीवन बीमाले यही चिन्ताबाट ढुक्क हुने यात्रामा पुलको काम गर्छ। त्यसो भए आजको हाम्रो यो विश्लेषणबाट हामीले के बुझ्यौँ त? ल, मुख्य कुराहरूलाई फेरि एकपटक सर्र सम्झिहालौँ। हाम्रो स्रोत सामग्रीको यो एउटै लाइनले सबै कुरा भन्छ। जीवन बीमा आजको आवश्यकता मात्र होइन, भोलिको सुनिश्चितता हो। मतलब यो आजको लागि मात्रै सोचेर गर्ने कुरा होइन, भोलिको दिनलाई सुरक्षित बनाउनको लागि हो। र अन्त्यमा एउटा एकदमै महत्त्वपूर्ण सल्लाह, यो काम जति सक्दो चाँडो सुरु गर्यो त्यति नै फाइदा हुन्छ। किनभने जति कम उमेरमा सुरु गर्यो प्रिमियम त्यति नै सस्तो पर्छ, र लामो समयमा फाइदा पनि कैयौं गुणा बढी हुन्छ। अब यो विश्लेषणको अन्त्यमा यो प्रश्न आफैलाई सोधौं, आफ्नो र आफ्नो परिवारको भविष्य सुरक्षित गर्नको लागि पहिलो कदम के हुन सक्छ त? यो प्रश्नको जवाफ खोज्नुहोला। आजलाई यति नै।